ल यहाँ चाहिँ हामी चाहिँ अब आज माछा मार्न जाँदैछौँ सबैजना। माछा मार्ने मेन नाइके आज 2 केजीको माछा समात्ने हो है। ल माछा मार्नको लागि यहाँ ठुलो मान्छे पनि छ है होइन। ल अहिले हामी खोलामा माछा मारेको दृश्य देखाउँछौँ है। ल ल हामी खोलामा माछा मार्न जाँदैछौँ। अब साथीभाइहरू भेला हुँदैछौँ। खोला तल छ माछा मार्नको लागि। अब भरे हामी माछा मारेको खोलामा माछा मारेको दृश्य भिडियोहरू देखाउँछौँ। ल तापखोला, यो तापखोलामा आज हामी दिवाली छेकेर माछा मार्न आएका छौँ। यो खोलालाई यो पानीलाई यतापट्टि लान्छ हाम्रो माछा मार्नको लागि। हाम्रो ग्रुप चाहिँ यतिजना छौँ, यतिजना हो। अहिले हामी माछा दिवाली छेकिसकेर चाहिँ माछा मारेको माछा कति मर्छ त्यो पनि हामी देखाउँछौँ। यो खोलामा माछा दिवाली छेकेर माछा मार्नुपर्ने छ। यो पानी उता यताको पानी उता कटाउने हो। हाम्रो त्यहाँ ल यहाँ पुरै पानी सुकिसकेको छ। माछा मार्नको लागि सबैजना यो पानीलाई यो पानी यताको पानी चाहिँ हामी यता कटायौँ। माछा कति मर्ने हो अहिले हामी देखाउँछौँ। यहाँ पानी मरिसकेको छ। घरुवामा चाहिँ माछा नै छ जस्तो छ है। यहाँभित्र चाहिँ माछा छ यो घरुवाभित्र। अनि सर्लक्कै सुकिसकेको छ। ल है केटोले खतरा माछा मारेछ। कति केजीको छ यो? आधी केजी जति झन्डै पर्छ, तर हल्का पुग्दैन। कहिले 400 ग्राम जति पुग्छ। ओहो कपाल छैन। ठुलो रहेछ, असल है यो। नेपाली ट्राउट हो नि यो त। रकम छ होइन यहाँ? सानो छ। ल यहाँ अब हामी पानी सुकिसकेको छ। अब यहाँ ढोडी थाप्ने। अरू ढोडे कता थापेछ? भगायो क्या फेरि एउटा माछा पनि। कोही धनु देखाउ त माछा। यहाँ बस्दै किन भाइ? होइन समातेको दिन्छु नि त। यहाँ बस्छ।
कहाँ गयो फेरि